नमस्कार दर्शकबिन, फेरि पनि स्वागत छ तपाईँलाई। म बुद्ध श्रेष्ठ पनि फेरि उपस्थित भइसकेको छु। आज हाम्रो विशेष कार्यक्रम लिएर फेरि पनि तपाईँहरू माझमा उपस्थित हुँदै गर्दाखेरि मैले चाहिँ एउटा सङ्घर्षरत कलाकारहरूलाई लिएर चाहिँ विशेष अन्तर्वार्ताहरू तपाईँहरू माझमा पस्किँदै गर्दाखेरि आज आइटिभी न्युज मार्फत तपाईँहरूलाई फेरि पनि सङ्घर्षरत कलाकारहरूलाई लिएर चाहिँ म उपस्थित भइसकेको छु। उहाँहरूलाई अब स्वागत गर्नुपर्छ। हामी सबैजना मिलेर उहाँहरूको सङ्घर्षको बारेमा चाहिँ हामी बुझौँ है त। एकचोटि आइटिभी न्युजलाई चाहिँ तपाईँहरूले फलो गर्नुहोला, लाइक सेयर सब्सक्राइब र प्लस तपाईँहरूले चाहिँ कमेन्ट बक्समा गएर कमेन्ट गर्न चाहिँ नभुल्नुहोला भन्दै म उहाँहरूलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नमस्कार। तपाईँको परिचय चाहिँ हाम्रो दर्शकहरूलाई बताइदिनुहोस् न। तपाईँको नाम के हो? मेरो नाम श्री कृष्ण दाहाल। हजुर। म कागेश्वरी मनहरा गोठाटार वार्ड नम्बर 9 मा बस्छु। ए, अनि तपाईँ चाहिँ हाल के गर्दै हुनुहुन्छ? म हाल यही कलाकारिता क्षेत्रमा व्यस्त छु भनौँ न। ए, तपाईँ कमेडी कलाकार हो कि अथवा चाहिँ क्यारेक्टर आर्टिस्ट? म क्यारेक्टर आर्टिस्ट, कमेडी म हरेक गर्छु। अब कलाकार भएर यो ऊ भन्ने कुरो आउँदैन। हजुर। तपाईँ हरेक कथाले माया सबै दिनै पर्छ, न त्यसलाई कलाकारै मानिँदैन। म चाहिँ अब जुनसुकै कथाले माया उसमा हरेक उसमा। ए, तपाईँ भनेपछि कथाले मागे अनुसारको क्यारेक्टर गर्नु भनेपछि तपाईँलाई विशेष गरेर अहिलेको समयमा कस्तो चाहिँ क्यारेक्टर आर्टिस्ट भन्नुहुन्छ होइन, कमेडी आर्टिस्ट पनि भन्नुहुन्छ, तपाईँलाई कस्तो कलाकारको रूपमा चाहिँ प्रस्तुत गर्न चाहन्छन् हाम्रो फिल्म मेकरहरू, सिरियल मेकरहरू, सर्ट फिल्म मेकरहरू, अथवा गीतमा पनि तपाईँ व्यस्त हुनुहुन्छ? म अब गीतमा पनि व्यस्त छु। हजुर। अनि तपाईँको अब कतिपय ब्राह्मणको रोलबाट पनि खेलेको छु, ज्योतिषी बाजेको उसबाट पनि खेलेको छु। हजुर। अनि तपाईँको अब बाउकै रोलमा पनि खेलिराखेको छु। हजुर। अब हरेक उसमै म फिट छु। तपाईँको लुक्स देख्दा नै कमेडी लाग्छ मलाई। दर्शकबिन हेर्नुहोस् होइन, एकदमै कमेडी छ। अनि तपाईँले यो जुङ्गा पाल्नु भएको छ, तपाईँको हेर्दा नै तपाईँ एउटा कलाकारितामा हुनुपर्ने मान्छे हो जस्तो चाहिँ पहिल्यै देखिन्छ। दर्शकलाई हँसाउनु पर्यो भने चाहिँ तपाईँले अब कमेडी कलाकारको रूपमा चाहिँ कसरी हँसाउनुहुन्छ? कस्तो डाइलगमा? अब जोस् हाम्रो दर्शकहरू हाँस्नु पर्यो तपाईँलाई देखेर, तपाईँको डाइलग सुनेर। एकचोटि त्यो डाइलग चाहिँ तपाईँले प्रस्तुत गरिदिनु। अब कलाकारहरूले अब कस्तो डाइलगमा हाँस्ने हो? जस्तै अब तपाईँलाई भन्नुपर्दा तपाईँको डाइलग सुनेर प्रायः दर्शक हाँसेको कमेन्टहरू तपाईँले पाउनु भएको छ कि छैन? अब अहिलेसम्म चाहिँ तपाईँको यो कमेडी उसमा चाहिँ त्यति बढी खेलिएन। हजुर। होइन, अब अलिकति उमेरले गर्दाखेरि पनि अब हरेक आर्टिस्ट उसमा अब कोहीमा बाउको रोल, अब कोहीमा पण्डित बाजेको रोल, यस्तो यस्तो रोल दिनुभएको छ। हजुर। अनि अब एउटा कमेडी ठुलो मुभीमा खेलेँ कि मैले, तपाईँको पण्डित बाजे बनेर आउँदाखेरि मलाई जिस्काउँदाखेरि म उनीएर लगाउँदाखेरि मेरो बिचमा धोती खुस्किया कमेडीमा सब दर्शकहरू हाँसेर होइन, म अलिकति नाङ्गे अवस्थामा हुँदाखेरि सब दर्शकहरू हाँसेर त्यो क्षण चाहिँ म कहिले पनि बिर्सिन्न क्या। कुन चाहिँ फिल्म भन्नुभयो? चाँडै फर्किआऊ। चाँडै फर्किआऊ यो रिलिज भइसक्यो? भइसक्यो। यो हाम्रो असरराज नारायण हलमा तपाईँको च्यारिटी सोबाटै रिलिज भयो। हजुर। अनि त्यो फिल्मबाट तपाईँलाई राम्रै रेस्पोन्स आयो भनौँ न दर्शकहरूको चाहिँ। अनि हाल अब तपाईँले भन्नुभयो मलाई अन्तर्वार्ता लिनुभन्दा अगाडि नै तपाईँले मैले चाहिँ गीतमा व्यस्त थिएँ, 3वटा गीत भन्नुभएको छ। त्यो 3वटा गीत चाहिँ कस्तो भावना प्रस्तुत गर्नुभएको छ? कस्तो भावनामा चाहिँ त्यो गीत बनेको छ? अब त्यो हामीले बनाएको गीत चाहिँ अब तपाईँको जुत्ता टल्कियो नाउँबाट उ गरेको छ होइन। तर एउटा के भने जस्तो हामीले मकैबारी दरम दरम भन्ने ऊ थियो नि, लगभग त्यसैको दाँजोमा छ। अनि तपाईँलाई त्यो दाँजोमा त्यो गीतहरू छ। अनि तपाईँलाई के लाग्छ कलाकारिता भनेको के हो? अब कलाकारिता भने एक कुरो तपाईँको आफ्नो मनोरञ्जनको लागि पनि हो, अर्को कुरो दर्शकहरूको मनोरञ्जनको लागि पनि हो। हो अब पहिलो कुरो के भने मेरो उमेर अनुसारले पनि म अब के गर्ने त भन्दाखेरि
अब रिल्याक्स जिन्दगी अँ, कहाँ गएर रिल्याक्स जिन्दगी हुन्छ भन्दाखेरि चाहिँ यसो सोचेँ मैले कलाकारिता क्षेत्रमा। ए कलाकारिता क्षेत्र तपाईँलाई रिल्याक्स लाग्यो भने अब तपाईँको यो भनेको स्वतन्त्र जिन्दगी भयो होइन? हजुर। स्वतन्त्र जिन्दगीलाई तपाईँले सोच्दाखेरि चाहिँ कलाकारिता रोज्नु भयो। हजुर। कलाकारिता भनेको अब नाम चलेपछि दाम पनि कमाइन्छ भन्छ। तपाईँले के कमाउनु भयो कलाकारितामा लागेर? अब कलाकारितामा लागेर अब अहिले लगभग 3 वर्षको अन्तरालमा हजुर। मेरो नियत भनेको दाम कमाउनु होइन। होइन। म चाहिँ के भने सबैले मलाई चिनुन्, एउटा नाउँ कमाउँ भनेर हजुर। सबैले चिनाउन् भन्ने उद्देश्यले मात्रै म कलाकारिता क्षेत्र, म दाम कमाउने, मलाई मुनाफा होस् भन्ने हिसाबले म कलाकारिता क्षेत्रमा छिरेको पनि होइन। अब समयअनुसार बाध्यता हुँदै गइसकेपछि त तपाईँलाई अब पैसाको पनि त आवश्यकता पर्ला नि त। अब त्यो अब अहिलेसम्म त लगभग चलि नै रहेछ होइन। हजुर, हजुर। अब कोही डाइरेक्टर साहबहरूले अब प्रोड्युसरहरूले होइन अब तपाईँलाई यति खर्च आयो भनेर दिन्छन्। अब त्यसमा मैले चाहिँ के भने कुनै उसलाई पनि बार्गेनिङ गरिनँ, हजुर। म गर्दिनँ पनि। हजुर। म किनभने पैसाको बार्गेनिङ पनि गर्दिनँ, ठिक छ, मेरो आफ्नो देखाउँदै जान्छु हो। मलाई सबैले चिनुन्, आफ्नो कला प्रस्तुत गर्ने। प्रस्तुत गर्दै जान्छु, सबैले मलाई चिनुन्। अनि भविष्यमा तपाईँ आफैले फिल्म निर्माण गर्ने अनि एउटा जो सिरियल निर्माण गर्ने होइन त्यो सोच छ कि छैन? अब लगभग फिल्म निर्माण गर्ने नि सोच छ हजुर होइन। अब सिरियल पनि निर्माण गर्ने सोच चाहिँ छ। अब एउटा लगभग 1-2टा सिरियलहरू त मैले बनाइसकेको पनि छु। कुन सिरियल बनाउनु? अब त्यो सिरियल तपाईँको हालेकै छैन, बुझ्नु भएन? हालेकै छैन किनभने मेरो आफ्नो काम व्यस्तताले नै गर्दाखेरि पनि मैले भ्याएकै पनि छैन। भ्याएकै छैन किनभने एडिट गरिसकेपछि तपाईँको अब हप्तामा लगभग दिनै पर्छ हो। अनि अब अन्त आर्टिस्ट मागिराखेका छन्, अब आफू त्यहाँ नगई पनि हुँदैन, आफ्नै गर्न भ्याएको छैन। अनि कुन नामले चाहिँ तपाईँले यसलाई सार्वजनिक गर्ने सोचमा हुनुहुन्छ? अब मैले चाहिँ के भने यो श्रीकृष्ण युट्युबबाटै उ गर्ने भन्ने कुरो गरेको छु होइन। अब त्यो युट्युब पनि मैले खोल्नलाई लिनलाई उ गरिराखेको पनि छु। अब 2-4 दिनमा लिन्छ पनि होला। अनि अहिले प्रशस्त रूपमा बजारमा कति कलाकारिता भन्दै कति मान्छेहरू अब कलाकारितामा छ पनि, कतिपय कलाकारहरू पलायन पनि भएको छ यो इन्डस्ट्रीबाट होइन। तपाईँलाई अब यो इन्डस्ट्रीको कलाकारिता क्षेत्र हेर्दाखेरि, फिल्म क्षेत्र हेर्दाखेरि तपाईँलाई के लाग्छ अहिले? दुःख या सुख होइन? अब तपाईँ त रिल्याक्स गर्नै अब यो इन्डस्ट्रीमा आउनु भएको छ होइन। तपाईँको सोच मुनाफा कमाउने छैन, भविष्यमा निर्माण गरेर अरू कलाकारलाई काम पनि दिने सोचमा हुनुहुन्छ र अहिले चाहिँ धेरै कलाकारहरूलाई यो क्षेत्रमा दुःख छ, चल्या पनि छैनन् होइन। कतिपयहरू मै चल्या कलाकार हुँ भन्दा पनि चल्या छैनन्। त्यो कारणले तपाईँलाई के लाग्छ अब आउने भविष्यमा फिल्म इन्डस्ट्री र यो युट्युब क्षेत्र चाहिँ के कस्तो होला भन्ने लाग्छ? अब यो हाम्रो फिल्म क्षेत्र र युट्युब क्षेत्रमा चाहिँ तपाईँको के भने समय आएपछि चल्छ, नचल्ने चाहिँ होइन होइन। यो के भने जे कुरालाई पनि तपाईँको अलिकति धैर्यताका साथ हेर्नुपर्छ क्या। मान्छे एकैचोटि गर्न खोज्छ, एकैचोटि गर्दैमा हुँदैन, 1-2टा कुरा फेल पनि खान्छ, सबै पास हुन्छ भन्ने नै छैन। गर्दा गर्दै फिल्म लाइनमा तपाईँको गर्दा गर्दै त्यो हिट हुन नि सक्छ, नहुन नि सक्छ, फेल खान नि सक्छ हो। अब त्यसलाई धैर्यताका साथ हामी कलाकारहरूले अलिकति के भने फिल्म लाइनमा विकृति नलिएराइकन, कुनै पनि विकृति नलिएराइकन हामी कलाकार हौँ, हाम्रो हैसियत यो हो, हामी यो हैसियतमा बस्नुपर्छ भनेर धैर्यता गर्दै गयो भने सबै कुरो मिल्दै जान्छ। अब यहाँ देख्दा तपाईँको सोच एकदम सफा छ, मन सफा छ, तर कतिपय कुराहरूले गर्दा चाहिँ कतिपय कलाकारहरू देख्दा होइन, कतिपय फिल्म मेकर्सहरू चाहिँ कन्ट्रोभर्सीमा तानिराखेका हुन्छ। जस्तै अब लफडा परिराखेका हुन्छ, कसले यस्तो गर्यो, यस्तो प्रस्ताव राख्यो, मलाई फिल्म गर्नुभन्दा अगाडि चाहिँ शारीरिक शोषण गर्नु भन्ने यस्ता अब जुन अब पीडक छ होइन, पीडा दिने मान्छे छ, अब त्यस्ता मेकर्सहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? मैले भनेकै त्यही के भने यो कलाकारिता क्षेत्रमा विकृति नलिएरौँ, यो हामीले के भने गर्न नहुने कामहरू नगरौँ होइन। अब कतिपय कलाकारहरूबाट पनि यस्ता कुरा सुन्नमा आए चाहिँ हामीलाई यस्ता प्रस्ताव आए, उस्ता प्रस्ताव आए
भने होइन। अब हाम्रा डाइरेक्टर साहबहरूले प्रोड्युसर साहबहरूले अब जुन अब लेखन गर्नेहरूले होइन अब यस्ता प्रस्ताव राख्छन् यस्तो गर्छन् भन्ने कुरा हाम्रो उसमा सुन्नतामा आइसकेपछि अनि मैले कलाकारिता क्षेत्रमा यसरी विकृति नलिएर यो विकृति ल्याउनु राम्रो होइन। भोलि एउटा टिमको मात्रै बदनाम होइन, यो त एउटा सङ्घकैसम्म बदनाम हुन्छ होइन। यो त मैले 2-3 ठाउँमा इन्टरभ्यूमा पनि बोलेकै कुरा हो, मैले आजसम्म बोलिराखेको पनि छु। तर यो विकृति आउनु ऊ चाहिँ के भने आफूबाट पनि छ, कलाकारको आफूबाटै पनि छ, बुझ्यो कि? अब कलाकारले के भने म कला देखाउँछु भनेर जाने हो, त्यहाँ विकृति निम्ताउँछु भनेर जाने होइन। तर कतिपय कलाकारिता क्षेत्रमा त्यस्ता मान्छेहरू पनि घुसिया छन्, यो हाम्रो कलाको बदनाम गराउन। यो घटना तपाईँसँग घटेको छ कि छैन? तर अब अहिलेसम्म चाहिँ मसित यो घटना घटेको छैन है। अब त के भने सुन्नमा चाहिँ आइरहेछ, यो घटना चाहिँ घटेको छैन। मैले के भने सुन्नमा चाहिँ आइरहेको छ यो कुरा, किनभने हामी कलाकारहरूको यस्तो यस्तो बदनामी पात्र भएर यसरी डाइरेक्टर प्रोड्युसरहरूले यस्तो यस्तो प्रस्ताव राखे भन्ने कुरा आइरहेको थियो होइन। अब त्यो के भने आफूबाट नि हुन्छ, आफू सत्य छ भने सबै सत्य हुन्छ। अब कतिपय कुराहरू चाहिँ म के पनि सुन्छु भने अब फिल्म सेटमा गयो होइन, एउटा हिरोनी मानौँ फिल्म सेटमा गइसकेपछि चाहिँ अब एउटा मेन क्यारेक्टर जुन हिरो छ त्यसको चाहिँ फिल्म नसिदिन्जेलसम्म चाहिँ स्वास्नी जस्तै बनेर बस्नुपर्छ भन्ने कुराहरू चाहिँ यो सामाजिक सञ्जालतिर छ्यापछ्याप्ती पाइन्छ। अब यी कुरालाई तपाईँले कसरी दृष्टिकोण गर्नुहुन्छ? अब त्यो चाहिँ के भने अब आफूबाटै छ, बुझ्यो कि होइन? अब त्यो एउटा हिरोनी भएर हिरोको स्वास्नी जस्तै भएर बस्नुपर्छ भने त्यो त के भने एउटा कलाकारिता देखाउन गएको हो, त्यसको स्वास्नी बन्न गएको होइन हो। त्यो त आफूबाट नि हुन्छ, आफूमै भर पर्छ। अब यसमा मेन अब खलपात्रहरू चाहिँ अब निर्देशक, अब प्राय गरी चाहिँ निर्देशक भन्दा नि निर्माताहरू पैसा खर्च गरिसकेपछि चाहिँ अब योसँग चाहिँ यस्तो गर्न पाए होइन, यसको शरीर चाहिँ टच गर्न पाए, स्पर्श गर्न पाए होइन, यसको होइन बनावटी शारीरिक हेर्न पाए भन्ने खालको नेचरको कुराहरू धेरै आउँछन्। अब यस्ता कुराहरूलाई चाहिँ तपाईँले कस्तो जवाफ दिनुहुन्छ? अब यो हामी कलाकार भएर हामी कलाकारकै हैसियतमा बसौँ, यस्ता विकृति गर्ने कुराहरू चाहिँ हामीले अगाडि नबढाउँ होइन। हामी कलाकार हौँ, हामीले त कला देखाएर सबलाई के भने रिल्याक्स जिन्दगी बनाउने हो, मनोरञ्जन हामीले दिने हो। अब तपाईँलाई के लाग्छ, कलाकारिता भनेको सिर्फ मनोरञ्जन मात्रै दिने हो कि समाजमा केही सन्देश पनि छोड्ने होइन? कलाकारिता मनोरञ्जन मात्रै होइन, तपाईँको के भने समाजमा हरेक सन्देशहरू विकृतिहरू नआउनु भनेर सन्देशहरू दिने होइन। अब कतिपय सन्देशहरूमा धेरै कुराहरू हुन्छन् नि त। अब कोही गाउँले जीवनमा जन्मिएर यहाँ काठमाडौँ आएर म कलाकारिता क्षेत्रमा पस्छु भनेर हो, किनभने डाइरेक्टर प्रोड्युसरहरूले गरेका छन् यस्ता विकृतिहरू पनि। तर कसैले पनि यो विकृति नगरौँ, मेरो भनाइ चाहिँ यही नै हो। अब आइन्दा यदि तपाईँकै प्रोजेक्टमा यो भइहाल्यो भने तपाईँले के गर्नुहुन्छ? त्यसलाई एक्सन लिइहाल्नुहुन्छ कि अथवा चाहिँ त्यसलाई तुरुन्तै इग्नोर गरेर त्यो मान्छेलाई चाहिँ सजायको दायरामा पुर्याउनुहुन्छ? यसो अब पहिला के भने सजायकै दायरामा पहिला त एक्सनै लिने हो, एक फेरि एक्सन लिने, अर्को फेरि एक्सन लिएर टेर्दैन भने अनि दायरामा लानुपर्छ कि अब कानुनी कटकारामा उभ्याउनु पर्छ कि अनि त्यति बेलाको समयअनुसारको माग गर्ने हो, कुरा गर्ने। अब कतिपय तपाईँले भनेअनुसार कलाकारहरू पनि त्यस्तै हुन्छन् होइन। अब योसँग मैले फिल्म गर्न पाएदेखि योसँग होइन अब यति स्पर्श अथवा उसलाई शरीरै छुन दिएर पनि खासै फरक परेन, मेरो जिन्दगी बन्छ भन्ने कुरालाई लिएर आउँदाखेरि चाहिँ यो कुरालाई चाहिँ कसरी लिनुहुन्छ? अब त्यसरी चाहिँ नगरौँ कुनै कलाकारले पनि होइन, आफ्नो कला देखाउने हो होइन। कला देखाउँदै जानुहोस्, कलामा अघि बढिसकेपछि कसैले केही भनेर केही हुनेवाला पनि छैन। तर केही भने शरीर स्पर्शै भएर चाहिँ त्यो ठुलो ठाउँमा जान्छु भन्ने सपना चाहिँ नदेखेनी हुन्छ। म पनि यही भन्न चाहन्छु, दर्शक पनि हेर्नुहोस्, अब कतिपय कुराहरूलाई चाहिँ मलाई पनि दुःख लाग्छ होइन। अब कतिपय मान्छेहरू अब त्यही लेभलबाट आएको हुन्छ होइन, त्यस्तै गर्नुपर्ने रहेछ, यसलाई सुम्पिनै पर्ने रहेछ भन्ने खालको नि सोचहरू आउन सक्ला।
तर त्यो होइन। कलाकारिता क्षेत्र भनेको समाजको एउटा ऐना हो। कलाकारले ऐना देखाउने हो। तपाईँको गाउँघरमा घटेको घटनामा बनेको फिल्म छ भने अब त्यो एउटा सोसल म्यासेजको लागि हुन्छ होइन। हामी प्राय गरेर अब तपाईँसँग हामी केसरीमा जोडिराख्दाखेरि अब केसरीकै कुरा गरौँ। केसरी हाम्रो बन्दै पनि अब अरूले बनाए होइन। अब अरूले बनाए, उनीहरू हिट भइरहेका छन्। अब हामी पछाडि पऱ्यौँ। हामी एउटा आर्थिक अवस्थामा पछाडि परिराख्दाखेरि अब तपाईँलाई चाहिँ यो कुराले कतिको पोलिरहेछ? पोलिराखेको छ नि। अब आफूले अभिनय गरे उसमा पछाडि परियो, अगाडि सुरु गरेर पछाडि परियो हामी हो। अब किनभने अब हामी अलिकति आर्थिक पाटाबाट पनि कमजोरी भएका कारणले पनि परियो पछाडि होइन। अब त्यसलाई पनि सुधार गर्दै जानु पर्ला। अब जस्तै तपाईँलाई भनिराख्दाखेरि, कुरा गरिराख्दाखेरि चाहिँ यो कलाकारिता क्षेत्रमा पैसाको कति आवश्यकता छ? अब पैसा त भन्नुहुन्छ भने कलाकारिता क्षेत्रमा अब हरेक पाटमा पहिला कुरा आर्थिक पाटो नै सबैभन्दा अगाडिकै कुरो हुन्छ। बुझ्नु भएन? तपाईँ दुई बाहिर सर्दा साथ त्यहाँ आर्थिक पाटोको कुरो आइहाल्छ हो। अब भोलि सवारी साधनदेखि हरेक चिज, खानापिनादेखि अब खाजा नास्ता सम्पूर्ण चिजलाई चाहिँ आर्थिकै पाटो नै अगाडि बढाउनु पर्छ। अब यो आर्थिक पाटो बिना त केही पनि सम्भव छैन। अब भोलि तपाईँको क्यामेरै खिच्न पनि उसलाई पनि आर्थिक बाटोकै कुरा आयो। भोलि एडिटिङ गर्ने पनि आर्थिक बाटोकै कुरा। आर्थिक बाटो अगाडि नबढिकन त कुरै छैन। बुझ्नु भएन? अब किनभने सबैभन्दा ठुलो चाहिँ आर्थिक बाटै रहेछ। अब हरेक कुराहरू होइन निर्माण गर्नुभन्दा अगाडि आर्थिक नै कुरा आउँछ होइन। अब कतिपयले आर्थिकलाई जो गरेर अब कतिपय निर्देशकहरू अब राइटरहरू भनौँ न, लेखक निर्देशकहरूले चाहिँ अब थोरै अब यो मान्छेलाई फसाउनु पाएँ, यो मान्छेले फसाएपछि चाहिँ अब थोरै पैसामा पनि मैले चाहिँ मुनाफा कमाएर अब एउटा भिडियो बनाइदिउँ उसको निम्ति भनेर यो सोचका मान्छेहरूलाई चाहिँ के भन्न चाहन्छ? अब कसैलाई पनि यस्तो तरिकाबाट चाहिँ दुःख नदिउँ होइन। हामी सबै मिलेर गरे सबै कुरो हुन्छ, नहुने होइन होइन। अब यदि दुःखै दिने नियतले पनि छन् यो कलाकारिता क्षेत्रमा पनि। मैले नै सङ्गत गर्दाखेरि पनि धेरै मान्छे फेला पारी कि आर्थिक पाटोको सम्बन्धीमा तपाईँको आर्थिक जम्मा गरेर आफ्नो व्यापार व्यवसायमा युज गर्ने डाइरेक्टर प्रड्युसरहरू पनि फेला पारी नपारे होइन। तर तिनलाई मैले सुझाव पनि दिएँ, ए खबरदार यो हुनुहुँदैन है। भोलि के भने सबैको धन बराबर हो। यो कुरोलाई चाहिँ धेरै विचार पुर्याउनु पर्छ। हेर होइन, ठिक छ लाग्ने ठाउँमा त खर्च भइहाल्छ, खर्च गर्नु पर्ने ठाउँमा त खर्च नगरी सुखै छैन होइन। तर अनावश्यक कोही व्यक्तिसित पनि पैसा तानेर आफूमै युज नगरौँ। म सम्पूर्ण उसलाई चाहिँ यही भन्नु। त्यस्ता मान्छे पनि तपाईँले भेटेँ होइन, मैले सङ्गतै गरेँ। सङ्गत पनि सङ्गतै गरेँ प्रत्यक्ष रूपमा। अब तिनीहरूले अनि त्यस्तो भनिराख्दाखेरि तपाईँलाई कस्तो रियाक्सन आयो उनीहरूको मार्फत? अब रियाक्सन त एक दुई फेरि स्वाभाविक हिसाबले रियाक्सन त आइहाल्छ होइन। अब रियाक्सन आयो भनेर म त्यसरी फेरि केही पनि न्याय दिने कुरामा चाहिँ अन्याय कसैले गर्छ भने चाहिँ म चाहे बाउरै छ भने पनि म छोड्ने पक्षमा छैन। तर तेरो रियाक्सनले मलाई केही पनि हल्लाउँदैन, ल नेपर जा। अब किनभने मलाई यो चलचित्र सङ्घमा गएर रिपोर्ट गर्छु, तँलाई फिल्मै खेल्न दिन्न, यताउति भन्ने ऊ पनि आयो, आउनु चाहिँ आयो। आउँदाखेरि पनि होइन। तर ठिक छ, चलचित्र सङ्घमा म पनि जान सक्छु किनभने तेरा एकरो कुरा त सुनिँदैन होला, मेरा पनि कुरा सुनिएला भनेर मैले त्यस्तो ऊ गरिसकेपछि अनि पछि रियाक्सन आउन मेरो मोबाइललाई ऊ गरेर तपाईँको प्रतिबन्धै लगायो उसले होइन। प्रतिबन्धै नै लगायो, मोबाइललाई नचल्ने आउसित कुरै नहुने नै पनि बनाए। भनेपछि फिल्म क्षेत्रमा सबभन्दा बढी राजनीति चल्दो रहेछ। तपाईँको कुरालाई लिएर कतिको चल्यो? होइन, मेरो कुरामा लिएरमै अब तपाईँको यस्तो क्या कस्तो भने आफूभन्दा अलिकति सिनियर अथवा जुनियर जो पनि छ भने त्योभन्दा माथि कोही जान लाग्यो भने खुट्टा तान्ने प्रविधि चाहिँ हाम्रो यो कलाकारिता क्षेत्रमा अत्यधिक छ। बुझ्नु भएन? तर के भने मैले कला देखाएर म माथि जानुपर्छ भन्ने चाहिँ सोचाइ छैन होइन। के भने मभन्दा ऊ माथि जाने हो भनेर त्यसलाई खुट्टा तान्ने प्रविधिमा चाहिँ अत्याधिकै माथि चलिरहेको छ। भनेपछि यो फिल्म क्षेत्र सबभन्दा अलिकति
देख्दाखेरि रिल्याक्स पनि छ, एउटा चाहिँ कस्तो कालो जोस एउटा ब्ल्याक साइड भन्छ त्यसलाई हैन, कालो धब्बा पनि लाग्छ लागेछ। अब यो विगतदेखि नै यो 60-70 वर्ष पुग्न लाग्यो फिल्म इन्डस्ट्री नेपालको हैन। अब त्यतिखेरदेखिको एउटा फिल्म इतिहास हेर्दाखेरि चाहिँ अब अहिले चाहिँ अब ठुलो पर्दाको फिल्म बनिराख्दाखेरि चाहिँ जस्तै दसैँमा अब 3टा फिल्म भिडन्त भयो हैन। अब माइती घर, हरिबहादुरको जुद्ध, बलिदान जस्ता फिल्म चाहिँ हामीले हिट हुन्छ भनेका फिल्म, दर्शकले आश गरेका फिल्म पनि फ्लप भयो। यो के कारणले जस्तो लाग्छ? अब त्यो फ्लप हुनुमा पनि अब कारण चाहिँ अब के हो कि अब यिनीहरूका अब फेरि अहिले हाम्रो नेपाली फिल्म इन्डस्ट्रीहरूमा जुन त्यो कथाले माया भन्दा पनि अर्कै हिसाबले गएका कारणले पनि फिल्म फ्लप गएको छ। हो, मैले पनि जस्तै अब फिल्महरू अब रिभ्यू गर्दा समीक्षा गरिरहँदाखेरि अबको दिनमा चाहिँ फिल्म राम्रो बन्नुपर्छ, राम्रो आउनुपर्छ भन्दै पनि अब चाहिँ तपाईँले पुराना दिनका कलाकार राम्रो कि अहिलेको यो जेनेरेसनका जेएनजी जेनेरेसनका कलाकार राम्रो? अब यो कलाकारिता क्षेत्रमा हेर्ने भने पुराना नयाँ लगभग कलाकारिता क्षेत्रमै चाहिँ गएका हो भने बराबरै हुन्, केही पनि फरक छैन। आखिर कलै देखाउने हो। अब यो फिल्म इन्डस्ट्री चेन्ज गर्नको लागि, जस्तै फिल्मलाई हिट बनाउनको लागि, नेपाली फिल्म चाहिँ विश्वव्यापी गर्नको लागि चाहिँ तपाईँले यो फिल्म क्षेत्रका निर्देशक, निर्माता अथवा फिल्म सङ्घ हैन विकास बोर्डलाई के भन्न चाहनुहुन्छ? अब विकास बोर्डहरूलाई अब यो सङ्घहरूलाई म चाहिँ के भन्छु भने नेपाली फिल्म बनाउँदाखेरि पनि हजुर तपाईँको के भने पुरा कथा फर्स्टदेखि लास्टसम्म टुङ्गिने बेलासम्म पनि राम्रै हिसाबले टुङ्गिने गरी जानुहोस्, हाम्रो फिल्म इन्डस्ट्री फ्लप खाँदैन। जस्तै अब दर्शक नै इङ्गेजिङ हुन पाउँदैन, दर्शक त्यो फिल्मसँग कनेक्टै हुन पाउँदैन भनेपछि अब यस्ता लेखकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अब लेखकहरूलाई त के भन्ने खोइ, अब लेखकले जो पनि लेखक होस् मेरै फिल्म राम्रो, मैले लेखेकै कथा राम्रो भनेर भनिन्छ नि। तपाईँलाई पनि कति कुराहरू आयो होला, मैले लेखेको यस्तो छ उस्तो छ, अब उसले पुर्याउन सक्छ ती कुराहरूलाई? होइन, सक्दो रहन्छ, पुग्दो रहन्छ। किन पुग्दो रहन्छ भने अब मैले पनि लगभग साउथ इन्डिया नै 3-4वटा मुभीहरूमै जोइन भइसकेँ। हजुर है, अब नेपाली 4-5-6वटा 6-7वटामा मैले खेलि नै सकेँ होइन। तर के भने बोलेका उनीहरूले कथामा बोलेका कुराहरू चाहिँ लास्टसम्म जाँदाखेरि काहीँ पनि पुरा भएन, पुरा भयो, तपाईँलाई पनि फिल भयो। अब यो कुरा सेयर गरिरहँदाखेरि ती राइटरहरूलाई के भन्ने? अब सुध्रिँदै जानु होइन, राइटरहरूले लेखेका अब डाइरेक्टर अथवा डाइरेक्सन गर्नेहरूले पनि त्यसको पुरा गरिदिँदै जानु होइन, पुरा गरिदिँदै जानुहोस् भन्ने म चाहिँ यही कामना गर्छु। यही कामना तपाईँले सुन्नुभयो होला, हरेक राइटरहरूले है याद राख्नु है, बाको कुरा ध्यान दिनु होला। किनभने अग्रजले भनेको कुरा नै ठुलो हो भन्ने मलाई चाहिँ लाग्छ, किनभने उहाँले जानेर भनिराख्नु भएको छ, किन उहाँले धेरै कुराहरू बुझिसक्नु भएको छ फिल्म इन्डस्ट्रीमा। अनि तपाईँलाई फिल्म इन्डस्ट्रीमा यो उमेरमा आइरहँदाखेरि अब भर्खर तपाईँ 3-4 वर्षको एउटा बाटोमा दौरानमा हिँडिराख्नु भएको छ फिल्म इन्डस्ट्रीमा, तपाईँलाई चाहिँ कोबाट चाहिँ एउटा चाहिँ इन्सपिरेसन पाउनुभयो कि म फिल्म इन्डस्ट्रीमा जान्छु भन्ने कुरा चाहिँ? यसो यो उसमा चाहिँ लगभग म 16-17 वर्ष अगाडि एक फेरि म यो मेरी बास्ताई टेली सिरियलमा जोइन भएको थिएँ। अब त्यति बेला बच्चाहरूको पढाइको अलिकति कमजोरी उसले गर्दाखेरि अब म आफू अब केही भएर खुट्टा लाएर हेर्दाखेरि तिनको भविष्य बिग्रिन्छ भन्ने उसले मैले बच्चाहरूको उसमा चाहिँ भविष्य हेर्नलाई अब अहिले होइन म अलि पछि जान्छु भनेर मैले ट्याक्कै त्यसलाई विश्राम गरेर बच्चाहरूको भविष्य टुङ्गाएर अनि पछि चाहिँ अनि मैले बच्चाहरूसितै सरसल्लाह गरेर अब म यो चलचित्र मेरो आफ्नै परिवारबाटै मैले सहयोग पाएको हो। हजुर, एकदमै राम्रो परिवार तपाईँले पाउनु भएको छ। अब मानौँ तपाईँले अब केही यो कलाकारिता क्षेत्रमा लागेर
केही पुरस्कारहरू पाउनु भएको छ? अब अहिलेसम्म चाहिँ मैले पुरस्कार पाएको छैन हजुर है। अब त्यो पनि प्रयासमा छु। हजुर अब सङ्घीयहरूले पनि अब बोलाइरहेका छन् टाइममा होइन। त्यसमा पनि अब तपाईँले अब यसो तपाईँहरूको भिडियोको पनि हाल्नु पर्यो। अब हामी पुरस्कृत गर्छौँ यहाँ सरसङ्घबाट भनेर कुरो पनि गरेका छ होइन। त्यो पनि गर्ने प्रयासमा छु म। जस्तै तपाईँले अब हामीले यो कुरा गरिरहँदाखेरि तपाईँलाई अहिलेसम्म गरेको फिल्म, टेलिचलचित्र, सर्ट फिल्म, गीतहरूमध्येमा तपाईँले गरेको काममध्ये तपाईँलाई आफैलाई मन परेको काम चाहिँ कुन? मलाई अब अहिले हेर्ने हो भने त अब मैले आफ्नो नेपालीलाई प्राथमिकता नदिकन हिन्दीलाई प्राथमिकता दिँदाखेरि पनि अलिकति अप्ठ्यारै। तर मलाई चित्तै बुझे चाहिँ तपाईँको भन्नु पर्दाखेरि साउथ इन्डियन सिरियल हजुर रोड नम्बर 7 सिरिज हजुर त्यसमा जति चित्त चाहिँ मलाई अरू नेपालीमा पनि चित्त बुझेको छैन। भनेपछि नेपाली मेकर्सहरू नै अलिकति कमजोरी हो क्यारेक्टर दिनको लागि। क्यारेक्टर दिनको लागि हाम्रो नेपाली मेकर्सहरू नै अलिकति कमजोरी देखिएको छ होइन। अब यो यसरी दिनुपर्छ भन्ने कुरै अलिकति छैन हाम्रा मेकर्स। सिर्फ राजनीति खेल्न पाए हामी यो सिरियल बनाएर यो टुङ्गाउन पाए सिद्धियो भन्ने त्यो उसमा त्यसले त्यो कथाले के मागेको छ, त्यो कथालाई कसरी दिनुपर्छ होइन, फर्स्टदेखि लास्टसम्म कसरी जानुपर्छ भन्ने कुरै यो गर्न सकेको छैन हाम्रो। अब मेकर्सहरूले बुझ्ला यी कुरालाई। तपाईँ एउटा अग्रज कलाकार हुनुहुन्छ होइन, मैले पनि मान्छु। किनभने तपाईँलाई त्यही कलाकारिता क्षेत्रमै देखेर मलाई तपाईँको अन्तर्वार्ता लिन मन लागेर मैले बोलाएको छु यो स्थानमा। र अब चाहिँ थोरै हामी तपाईँ अग्रज भएर यो देशको नागरिक भएको नाताले तपाईँको अहिलेको यो जेनजीले आन्दोलन गरिसकेपछि कतिपय बालबच्चाहरू मरे देशमा र राजनैतिक खैला बैला चलिरहेछ। यो खैला बैलाको हिसाबले अबको दिनमा, अबको भविष्यमा, आउने भविष्यमा चाहिँ युवाहरूलाई कस्तो बाटो देखिरहेछ तपाईँले यो राजनीतिको अवस्था देख्दा? अब नेपालको राजनीतिमा हेर्ने हो भने अहिलेदेखि अहिले तपाईँको राणाकालीनदेखि नै बिग्रिँदै आएको रहेछ। हजुर अब हाम्रो यो शाहवंशीमा नि भाँडभैलो परेरै आएको यो हामीले कतिपय हामीले नथाहा पाए नि इतिहासले बताएको छ। हजुर इतिहासले देखाएको छ होइन। अब यो राजनीति उसमा चाहिँ अब अहिले सरस्वती हेर्ने हो भने त युवाहरूलाई भविष्य चाहिँ युवाकै छ। हजुर यो के भने बुढाखाडा नेताले केही गर्दैनन् भन्ने प्रमाणित चाहिँ देखियो प्रमाणित देखियो नि त अस्ति। किनभने त्यो त्यसरी युवा उचालिनु पर्ने आवश्यकै थिएन, यिनले गर्ने ढाँचा देखिएको भए हो। अब पहिलो कुरो। अनि दोस्रो कुरो के भने यो राजनीतिको विषयमा पनि पहिलो कुरो अभिभावक छैन भने बालबच्चा कहिले पनि सुध्रिँदैन। देशमा अभिभावकको खाँचो छ हो। अब यो देशको अभिभावक को त भन्दाखेरि सरस्वती हेर्नु पर्दाखेरि त हाम्रो राज संस्था नै हो। किनभने राज संस्था हुँदाखेरि आज जनताले यो दुःख पाएको पनि थिएन हो। अब अहिले गणतन्त्र, अब प्रजातन्त्रबाट गणतन्त्रबाट लोकतन्त्र आएर जनताले के पायो त? सारा संसार चिज गुमायो, पाउनु त केही पनि पाएन, खालि दुःख मात्रै पाए। आफ्नो सन्तान गुमाए जनताले पाए, खालि दुःख मात्रै पाए। अनि तपाईँ यो केपी ओली, शेरबहादुर देउवा, यो प्रचण्ड, यो तीनजनाको पार्टीले गर्दाखेरि देश बिग्रिया जस्तो लाग्छ कि लाग्दैन? होइन, देश बिग्रिया चाहिँ यी तिनटै पार्टीले गर्दाखेरि देश बिग्रिया हो। अब यो तीनजनालाई चाहिँ के गर्नुपर्छ? अब जेएनजीहरूले फेरि पनि आन्दोलन गर्ने भन्ने कुराहरू छ। धेरै युवाहरू चाहिँ रगत तताएर बसिरहेछन्, तातिरहेछन् होइन। कतिपयलाई चाहिँ केही कुराहरू बुझिरहेछ, चित्त बुझिरहेछन्। जस्तै म एउटा युवा भएँ, यो देशको एउटा नागरिक भएँ। अब म एउटा युवा, यो देशको नागरिक, मलाई केही पनि छैन होइन। अब तपाईँहरू त एउटा विगत बिताएर आउनु भएको छ, एउटा युग बिताएर आउनु भएको छ। राज संस्थादेखि लिएर चाहिँ अनेक तन्त्रहरू भोग्नुभयो, राजनीतिक दुःखहरू भोग्नुभयो तपाईँले। अब जे होस्, तपाईँले भन्नुभएको छ म वकालत गर्थेँ भनेर, कुनै समय तपाईँले वकालत पनि गर्नुभयो। र यी कुराहरूलाई देख्दाखेरि चाहिँ अब मैले पनि यो देशमा बसेर मिनिमम
40,000 तलब खाएर बस्ने एउटा अवस्था वातावरण नै छैन। अब यी कुरालाई लिएर तपाईँ के भन्न चाहनुहुन्छ? हो त्यही हो। यिनीहरू यो राजनीतिक दलहरूले बिगारेका भएका कल कारखाना बेचेर खाइदिए। हजुर हो थप्न पर्ने जनसङ्ख्याको आधारमा त थप्दै जानु पर्ने थियो। हजुर भएका चाहिँ नष्ट गरेर बेचेर खाइदिए। हो अब मेरो भनाइ चाहिँ के छ भने यी 3टा राजनीतिक दलका यी वृद्धहरूले आनन्दसित बसेर युवाहरूलाई जिम्मा लगाएर ल तिमीहरू यसरी गर भनेर सल्लाहकारका रूपमा बसे हुन्छ भने मेरो चाहिँ यही माग छ। दर्शकबिन, अब हामीले हाम्रो अग्रज कलाकार श्रीकृष्ण दाहालज्यूसँग धेरै कुराकानी हामीले गऱ्यौँ र गर्दै गर्दाखेरि फेरि पनि उहाँलाई चाहिँ केही कुराहरू सोध्न मन लागिरहेका छन्। अब अन्तिम घडीमा हामी आइरहँदाखेरि चाहिँ उहाँसँग फेरि पनि जोडिँदाखेरि चाहिँ के भन्न चाहन्छु, तपाईँलाई म एउटा कुरा चाहिँ के सोध्न चाहन्छु भन्दाखेरि अब राजनीतिक दलबाट युवाहरू कहिले निस्केला जस्तो लाग्छ? अब राजनीतिक दलबाट निस्किन त अब पहिलो कुरो सम्पूर्ण आम नेपाली जनताहरूमा विनम्र अनुरोध गर्छु म। हजुरहरूले साथ दिनुहोस् युवाहरूलाई। हजुर अब यी बुढाखाडा नेतालाई विश्राम गराएर युवाको राजनीति हुनुपर्छ देशमा, अनि केही हुन्छ। अब किनभने 85 वर्ष युवाले म अब यो राजनीति गर्छु भनेर नेपालमा टुङ्गो लाउने लक्षण देखिएन। किनभने अब 2000 लगभग 26-27 सालदेखिका कुरा सबै मैले जान्दै आएको पनि अब राजा महेन्द्रकै पालादेखिका कुरा जानेर आएको थिएँ। हो अब किनभने राजा महाराजाहरूले गरेनन् यस्तो उस्तो भनेर यिनै राजनीतिक दलले भनेका होइन। के चाहिँ भएको रहेछ त? आखिर यो राजमार्गहरू बनाएका पनि यिनैले रहेछन्, इन्टरनेसनल एयरपोर्टहरू बनाएका पनि यिनै राजा महाराजाले रहेछन्, यत्र कल कारखानाहरू दुनियाँ उद्योगहरू बनाएका पनि यिनैले राजा महाराजाबाटै रहेछ। हो अब देशको लागि अभिभावककै आवश्यक छ। जेनजी पुस्ताले पनि अभिभावक स्वीकारेर जेनजी पुस्ताको हातमा देश सुम्पिनुपर्छ। हो भनेपछि अब जस्तै तपाईँले भन्नुभयो राज संस्था नै एउटा अभिभावक त हो देशको लागि भनेर भनिरहँदाखेरि चाहिँ अब अहिले जेनजी पुस्ताले अब मानौँ यो सुशीला कार्की पूर्व न्यायाधीशलाई चाहिँ प्रधानमन्त्री बनाउनु भएको छ होइन, यो राजनीतिक खाडलमा आएर अब अन्तरिम सरकारलाई चाहिँ 6 महिनाको सरकारलाई अब सुशीला कार्की प्रधानमन्त्री बनाउनु भएको छ। अब जगदीश खरेल जस्ता पत्रकारहरू चाहिँ सञ्चार मन्त्री बन्नु भएको छ। अब महावीर पुन छन् होइन, अब यो चाहिँ अब कुलमान घिसिङ। अब देशको लागि यी व्यक्तिहरू चाहिँ तपाईँलाई कतिको चाहिँ हेल्दी लाग्छ? होइन आवश्यक छन् यिनीहरू। अब जस्तो कुलमान घिसिङ चाहिँ अब ऊर्जाको लागि हेर्ने हो भने ऊर्जा मन्त्री अहिले उनी छन् होइन। अब उनी त ऊर्जाको विषयमा त उनलाई पुरै अनुभव छ, उनको आवश्यक छ। जस्तो महावीर पुनकै भनौँ न, अब हरेक आविष्कार गर्ने चिजहरूको लागि पनि उनको पनि आवश्यक छ। हो एउटा वैज्ञानिकको रूपमा महावीर पुनको नि आवश्यकै छ। हो यस्ता छानेर राखेको भए अहिले देश यो दुर्दशामा जाँदैन थियो। तपाईँलाई यो अन्तरिम सरकारमा सुशीला कार्की प्रधानमन्त्री बन्दाको अहिलेको क्षण चाहिँ कस्तो लाग्छ? अब अहिलेको क्षणमा अब हामी त्यति खुसी भइहाल्नु पर्ने पनि आवश्यक छैन। अब त्यति दुःखी भइहालेर देखाउनु पर्ने पनि आवश्यक भइहालेकै छैन। किनभने समय छ। अब उहाँले के गर्नुहुन्छ यो 2 महिनासम्ममा त देखिन्छ होला। नदेखिए सुशीला कार्कीको पनि लगभग अन्तिमै होला। 2 महिनामा अन्तिमै होला भनेपछि अब अहिले अब जेनजी पुस्ताले त खासमा बालेन शाहलाई चाहिँ काठमाडौँको मेयर बालेन शाहलाई पुकारेको थियो सडकमा बसेर। उहाँ नआउँदाखेरि धेरै युवाहरू चाहिँ मानौँ देशकै युवाहरू चाहिँ दुखित भएका छन्। अब ती कुरालाई लिएर चाहिँ तपाईँको मनमा के चाहिँ गाडिएको छ त्यस्ता कुराहरू चाहिँ? अब त्यसमा पनि केही होला। अब उहाँले मेयरको पदबाट एकैचोटि प्रधानमन्त्रीमा जान पनि उहाँलाई पनि अप्ठ्यारै पनि लागेकै होला पहिलो कुरो। दोस्रो कुरो महानगरको धेरै कामहरू गर्न बाँकी छ। हो भोलि आफूले त्यहाँ फ्याक्ट्री छोड्दाखेरि भोलि जनता आफ्नो पक्षमा नहोलान्।
त्यही ठाउँबाट जितेर गएर त्यही ठाउँको जनता आफ्नो पक्षमा भएनन् भने भोलि प्रधानमन्त्री नै हुनु ठुलो कुरो त होइन बालन शाहको लागि पनि होइन हो। उहाँले पछिको भविष्य पनि हेर्नुभएको होला। अथवा अब यो राजनीति उसमा ठिकै छ, अब यो 6 महिने उसमा सुशीला कार्की नै भए पनि ब्याकफोर्सवाला हामी पनि हेरौँला भन्ने उहाँको त्यस्तो टाइप पनि होला, होइन त? उहाँको पनि आफ्नो करियरको पनि कुरो छ। हजुर किनभने त्यत्रो महानगर चलाएको मान्छेले भोलि प्रधानमन्त्रीमा गइसके महानगर त खाली भयो। खाली भयो। अब कसलाई भोलि उहाँको काम कसले गर्ने? गर्ने उहाँको त्यो सोचाइले पनि नजानु भएको पनि हुनसक्छ। हुनसक्छ। तर धेरै कुरा, धेरै युवाहरूले चाहिँ, धेरै राजनैतिक दलहरूले चाहिँ यसरी बोलाइराख्दा पनि उसले चाहिँ मरेका व्यक्तिहरूको पनि होइन सदा जे होस् हार्दिक श्रद्धाञ्जली नदिकन होइन उसले चुप्प लाएर बस्यो भन्ने अनेक कुराहरू टिका टिप्पणी भइरहेछ। अब यो चाहिँ खासमा अब साइबर सेना जन्माएर यस्तो गर्यो उस्तो गर्यो भनेर चाहिँ दुनियाँ कुराहरू आइरहँदाखेरि तपाईँ के भन्नु चाहनुहुन्छ? यो राजनीति दलमा तपाईँको उसले उसलाई घट्ने उसले उसलाई घट्ने यो स्वाभाविकै हो। राजनीति भनेकै यो तपाईँको लाजनीति हो, बुझ्नु भएन? तपाईँको यसमा कसैलाई डोमिनेट गरेर म माथि जान्छु भन्ने नियत नलिए त्यसले राजनीति गर्नै सक्दैन। राजनीतिमा त चलिआएकै कुरा हो, पहिल्यैदेखि चलिआएकै। उसले उसको खुट्टा तान्ने, उसले उसको खुट्टा तानेर आफू माथि जाने प्रवृत्ति भएकै हो। अब पृथ्वीनारायण शाहले पनि कसैलाई नमारेको भए सायद नेपाल एउटा हुँदैन थियो भन्ने हुन्थेन नि। अब शाहवंशीले हेरले पनि राणा शासनको अन्त्य नगरे भए शाहवंशीको दिन पनि यति ठुलो हुन्थेन नि त, हो? अब आखिर के भने कसैलाई केही गरेर कसैले केही आफू माथि जान्छु भने सबैको राजनीतिमा त्यही नै चल्ने हो। त्यही नै छ। हस् त, तपाईँलाई धेरै धेरै धन्यवाद। हामी अन्त्यतिर आइसकेका छौँ दर्शकबिन। र अब जाँदै गर्दाखेरि तपाईँलाई फेरि पनि एउटा प्रश्न तेर्साइहालेँ। आउने अब भविष्यमा सङ्घर्षरत कलाकारहरू जुन छ फिल्म क्षेत्रमा, राजनैतिक कुरा त भइ नै हाल्यो, अब फिल्म क्षेत्र र राजनीतिक क्षेत्र लगभग सेम छ अहिलेको लागि, होइन? अब यो सङ्घर्ष गर्दै आइरहेको कलाकारहरूलाई के भन्न चाहनुहुन्छ? अब सङ्घर्ष गर्दै आइरहनु भएको कलाकारलाई अझै सङ्घर्ष गर्नु, होइन? एक दिन न एक दिन त सफल भइहालिन्छ, पक्कै पनि हुन्छ। किनभने यो अहिले 2-4 वर्ष नेपाली फिल्महरू चलेन, नेपाली सिरियलहरू चलेन भनेर हामी त्यसरी आत्तिहाल्नु पर्ने आवश्यक पनि छैन। हामी के भने सङ्घर्ष गरौँ, हामी एक दिन पक्कै सफल हुन्छौँ। कर्म गरौँ, फल पाइन्छ। फल पाइन्छ, तर फलको आश नगरौँ भने अहिलेलाई फलको आश नगरौँ, कर्म चाहिँ गरौँ। र अनि नयाँ कलाकारहरू बनेर आइराख्दाखेरि चाहिँ अब सिकेर आउनुपर्ने जरुरी देखिन्छ कि अथवा चाहिँ नसिकिकन सिधै म क्यामेरा फेस गर्न सकिन्छ भन्ने कुरालाई चाहिँ कसरी लिनुहुन्छ? अब यो कलाकारिता क्षेत्रमा त अब कतिपय कलाकारहरू त लगभग सिक्दै पनि आइराखेका छन्। खास अब हेर्ने हो भने कलाकारिता क्षेत्रमा चाहिँ तपाईँको ट्रेनिङ लिनै पर्छ, सिक्नै पर्छ। यो ट्रेनिङ नलिकन आउँदाखेरि कति टेक खाएर भनौँ न 1 दिनमा हुने काम 4 दिन पनि लगाएका छन्, हो? अब किनभने एउटालाई मात्रै दुःख होइन, सबैलाई दुःख हुन्छ। एकजनाले गर्दा सम्पूर्णलाई दुःख हुन्छ। अब दुःख मात्रैको कुरो होइन, के भने अलिकति ट्रेनिङ लिएपछि चाँडो माथि गइन्छ। एकदम खुसी लाग्यो तपाईँको कुरा सुनेर। आउने पुस्ताहरूको पनि जेएनजीको पनि हामीले सबै कुराहरू गऱ्यौँ, देशको हालतदेखि लिएर सबै कुराहरू, कलाकारिता क्षेत्रमा के भइरहेछ, राजनीतिक क्षेत्रमा के भइरहेछ, सम्पूर्ण कुराहरू चाहिँ हाम्रो श्रीकृष्ण दाहालज्यूको सम्पूर्ण अन्तर्वार्तामा तपाईँले सुनिसक्नु भएको छ। अब यो अन्तर्वार्तालाई यहीँ बिट मार्दै उहाँसँग क्यामेरा पर्सन मनिका गजमेरको साथमा म बुद्ध श्रेष्ठ र हाम्रो श्रीकृष्ण दाहालज्यूसँग म पनि बिदा हुन चाहेँ। नमस्कार, जय नेपाल, जय नेपाली सिनेमा।